हेलो साथीहरु ल हेर्नुस् पशुपतिमा मान्छे भन्दा पनि बढी बाँदर चाहिँ देखिन्छ यसो पशुपतिमा फ्रेश हुँ भनेर आको हामी पनि घुम्नलाई यता बाँदरको लडाई जात्रा छ यहाँ यो चाहिँ बदमाश रहेछ के जोसँग पनि फाइट गर्छ एकदमै बदमाश छ त्यो बाँदर यता लड्छ अनि अब यता ऊ भाग्यो अब अर्कोसँग लड्न जान्छ के फेरि यो बदमाश रहेछ नि सबैसँग लड्न जाँदो रहेछ अनि यो मोमेन्ट चाहिँ यस्तो के भनौँ एउटा आमाले बच्चालाई गर्ने माया अनि यता अघिको ऊ चाहिँ सबैसँग लड्दै हिँडिरहेछ अझै पनि लड्दैछ एउटासँग लड्छ अनि अर्कोसँग जान्छ फेरि अर्कोसँग पनि लड्छ अर्को आउँछ अर्कोसँग पनि लड्छ सबैलाई जिस्काउँदै हिँड्ने अन्त ना जातै त बाँदर हेलो हेलो के खाइरहेको छ नि अनि यतिकैमा हाम्रो एकजना दाजु आउनुहुन्छ बाँदरसँग कुरा गर्दै हुनुहुन्छ के खाइरहेको भनेर सोध्दै हुनुहुन्छ यता गाउँमा भएपछि यस्तरी समातेर फाल्दिन्थ्यौँ चालेर अनि उहाँहरूले जिस्काउनु पुग्नु भएछ कि बाँदरलाई मैले यतिखेरको भिडियो खिच्न पनि सम्भव भएन किनभने यहाँ एकदमै बाँदरले सबैजना एकछिन भागा भागको माहौल भयो त्यही बेलामा एकजना बच्चालाई बाबुलाई चाहिँ चोट लागेछ बिचरा ऊ त्यो पारिपट्टि बस्ने बाबुलाई चोट लागेछ उतापट्टिबाट एकजना दाइले कराउँदै हुनुहुन्छ यसरी बाँदरलाई जिस्काउनु हुँदैन थियो बच्चालाई चोट लाग्यो भनेर यतापट्टि कराउँदै हुनुहुन्छ अनि पारिबाट दाइले कराउँदै हुनुहुन्छ किन जिस्काको बाबुलाई यहाँ चोट लाग्यो बाँदरले कोतारेर रगत निकालिदिएछ त्यो व्हाइट कलरको लुगा लगाउने बाबु बिचरा रोइरहेको छ पारिपट्टिबाट अनि यता एकछिन भनाभनको जस्तो माहौल सिर्जना भयो यता बाबुलाई चोट लाग्यो भनेर एक पछिबाट हामीले चलाएको होइन भनेर भन्नुहुन्छ अर्को पछिबाट बच्चालाई चोट लाग्यो भनेर कराउँदै हुनुहुन्छ पारिबाट यता एउटा दाजुले यस्तो मान्छेहरू त पशुपतिमा आउँदै हुँदैन थियो बाँदरको चोट लाग्छ के लाग्छ किन आउनु भएको त भन्ने यताबाट उता अर्को टिमलाई थर्काउँदै हुनुहुन्छ अनि हामी खासमा चाहिँ हाम्रो विष्णु दाई हुनुहुन्छ एकदमै मिठो बाँसुरी वादक हुनुहुन्छ उहाँको सानो सुट थियो भिडियो सुट अनि त्यसैले हामी गएको थियौँ खासमा सानी नानीले फेरि बाबालाई छोडेकी छैनन् हाम्रो चोट लागेर रोइरहेको बाबु चाहिँ यहाँबाट जानुभयो रुँदै बिचरा ओके थ्याङ्क यू फर वाचिङ एभ्री वान